पाला ओइ पाला हजुर म बजार जानु आँटेको कि म यो तपाईँको मास्क लगाउँछु ल। ए नलगा अर्काको मास्क लगाउनु हुँदैन त थाहा छैन त्यो आफ्नो लगा न के भयो आफ्नो चाहिँ होइन हौ मेरो चुड्यो नि त अन्त। के त चोऱ्यो भने अब अर्को नयाँ किन्नु नि अन्त त्यो अर्काको मास्क लगाउनु हुँदैन त अम्बो अब पैसा किन खर्च गर्नु, तपाईँ त बेसी बजार जाँदैन होइन, अन्त चाहिँ पाल्लो लगाउँदा हुँदैन। सोसियल डिस्टेन्सिङ भन्छ नि त्यो के हो थाहा छ भन् त एक अर्कादेखि कम से कम 1 गज टाढो बस्नु भनेको। किन कोरोना सर्छ भनेर। अन्त तैँले मेरो मास्क लगायो भने त पालाको मुखमा मुख जोडेको जस्तो भएन अन्त सोसियल डिस्टेन्सिङ भयो। खै यो कोरोना भन्ने पनि के आयो वाक्कै लागिसक्यो। यो लकडाउन, मास्क, सेनिटाइजेसन, सोसियल डिस्टेन्सिङ के हो के कहिले सक्छ हो यो कोरोना, कहिले जान्छ? यो कोरोना त अब जान्दैन त, यो त यत्तिकै हो, यो हामीसँगै बस्छ सधैँ। यो त अब त हाम्रो पाहुना हो। अन्त पाहुना त अन्त 2-4 दिन बसेर गइहाल्छ त, यो जाँदै नजाने पाहुना चाहिँ कस्तो हो? यो चाहिँ गति छाडा पाहुना हो, यो गति छाडा देशबाट आएको गति छाडा पाहुना अन्त पाला चीन चाहिँ गति छाडा देश हो? हो त अन्त गति छाडा त हो त अन्त साला त्यो मुसा भ्यागुता साँप गन्डेउला चिप्ले किरा माकुरा बिरालु कुकुर खाँदा वाक्कै भएर अहिले बाहिर निस्केको होइन त्यो संसारभरि मान्छे खानुको लागि। त्यो अहिले संसारभरि कति मान्छे खायो त्यसले भन्छ, लाख मान्छेहरू मारिरहेको छ, त्यसले खाइरहेको छ, अझ कति करोड मान्छेहरू खाँदैछ। त्यो अन्त खानु नपाएको गति छाडा होइन साला। अन्त पाला अब के गर्नु गरिरहेको छ त, मास्क लगाइरहेको छ, सेनिटाइज गरिरहेको छ, सोसियल डिस्टेन्सिङ गरिरहेको छ। अब के गर्नु? अन्त अब यो यतिकै हो पाला? यो त अब यतिकै हो नि। बाँच्नु मन छ भने चाहिँ मास्क नछोड्नु, सेनिटाइज गर्नु, त्यो सोसियल डिस्टेन्सिङ मेन्टेन गर्नु, त्यति हो। हेत्तेरिका हो। के भयो अब? अन्त यो पालि बिहा गरौँ भनेर सोचिरहेको थिएँ, विश्वास भएन? के विश्वास अन्त गर्न बिहा कसले रोकेको छ अन्त? ए अन्त यो लकडाउनले गर्दा, कोरोनाले गर्दा मान्छे बोलाउनु मिलेन त अन्त मान्छे किन बोलाउनु नबोलाउनु? अन्त मान्छेहरू नबोलाइकन हुन्छ बिहा? किन हुँदैन? त्यो बेहुलीलाई मात्रै सुटुक्क बोलाउनु बिहे भइहाल्छ त अन्त। त्यसरी पनि हुन्छ बिहा? अब हुनु पर्यो नि लकडाउनमा। केटी छ? केटी हेरेको छ? हेरेको छु। कहाँको केटी हो? खै घर त थाहा भएन कि, तर बिहान दुध लिन जाँदा सधैँ भेट्छु। कस्तो छ? राम्री छ? ब्युटिफुल? खै कुन त त्यो त थाहा छैन। ला अब सधैँ भेट्छ पनि भन्छ, फेरि केटी राम्रो छ कि छैन त्यो पनि थाहा छैन भन्छ। के हो तिमी चाहिँ आजसम्म त्यो केटीलाई पछाडिबाट मात्रै हेर्दैछ क्या हो? अगाडिबाट हेरेको छैन? हेर्नु त अगाडिबाटै हेर्छु नि, मास्क लगाएको हुन्छ, अनुहारै देख्दिनँ। ल अन्त मास्क खोलेको बेलामा हेरेन? कहिले खोल्दैन। अस्ति त नि मास्क खोलोस् भनेर नि मैले यो मेरो मास्कलाई नि, यो मास्कले त कस्तो गरम हुन्छ अघि भनेर मास्क खोलेको थिएँ कि उसले त के अरे थाहा छ? के भन्यो? मलाई त गरम हुँदैन, बानी भए पो अरे। अन्त उसले नि म त सुत्दा पनि मास्क लगाएर सुत्छु।